हेलो साथीहरू, आज चाहिँ म हजुरहरूलाई यस्तो मान्छे बनाएर देखाउने छु हैन। के कस्तो लाग्छ कमेन्ट गर्नु होला है त। हेलो साथीहरू, स्टार्टेड हामीले चाहिँ स्टार्टेड पोइन्टमा चाहिँ के गर्नुपर्छ भनेपछि चाहिँ यसरी हैन, यसलाई यसो बनाउनु हैन। त्यसपछाडि चाहिँ यहाँदेखि लिएर चाहिँ यस्तो हल्का यति तल तानेर यस्तो कान बनाउने है साथीहरू। मान्छेको कान त हुन्छ हैन, कान बनाएर हल्का यता तान्ने हैन। साथीहरू अर्को पनि यस्तै टाइपले हैन, यस्तो हल्का तल तानेर चट्ट लगाएर यसरी कान बनाउने हैन साथीहरू। यो कान गरेर यो भित्र आएछ साथीहरू, ल के छैन यस्तो अनि यस्तो बनाउने हैन अनुहार। ल साथीहरू अनुहार बनाइसकेपछि नाक बनाउनु पर्ने हुन्छ हामीले हैन। अनि नाक बनाउने है साथीहरू, यसरी नाक नाक बनाउने। त्यसपछाडि चाहिँ हामीले नाक बनाइसकेपछि मुख बनाउनु पर्ने हुन्छ हैन। यसरी यो अनुहार मुख बनाउने हैन। मुख बनाएपछि हल्का मान्छे जस्तो डिजाइन आउँदैछ क्या साथीहरू हैन। त्यसपछाडि चाहिँ हामीले आँखा बनाउनु पर्ने हुन्छ। आँखा चाहिँ यहाँनिरै बनाइदिउँ है साथीहरू। आँखा चाहिँ हामीले यहाँनिर बनाइसकेपछि हैन, ल दुईवटा आँखा पनि बनाइसक्यौँ हैन। यस पछाडि चाहिँ यो कानलाई हामीले यसो स्ट्रेट गराइदिउँ है। यो कानलाई चाहिँ स्ट्रेट बनाइदिनु पर्ने हुन्छ। ल यस्तो कानलाई स्ट्रेट बनाइदिइसकेपछि अब हामीले कपालको रौँ बनाउनु पर्यो हैन। यो त तक्लेट पनि भइसक्यो तक्लेट। ल साथीहरू अब चाहिँ यहाँबाट हामीले यसरी कपाललाई यसलाई कपाल मानौँ है साथीहरू। मसँग चाहिँ कलरहरू छैन, त्यस कारण मैले एउटा कलर मात्रै युज गरेको छु है त। ल साथीहरू के कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला। यो हामीले हेड कपाल पनि भइसक्यो है साथीहरू है। हाम्रो कपाल पनि भइसक्यो हैन। त्यस पछाडि चाहिँ अब हामीले चाहिँ यो मान्छेको आँखा सबै भइसक्यो। त्यस पछाडि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भने चाहिँ घाँटी बनाउनु पर्ने हुन्छ है। यसरी घाँटी बनाउनु पर्यो हैन। यसरी घाँटी बनाउने हैन। त्यस पछाडि घाँटी बनाएपछि हल्का यता छातीतिर अब छाती तान्नु पर्यो, घाँटी भइसक्यो हैन। त्यस पछाडि चाहिँ अब यसलाई हल्का तल निकाल तान्नुपर्ने हुन्छ। त्यस पछाडि अब यो शरीर भयो हैन, शरीरको भाग भयो। त्यस पछाडि चाहिँ यो शरीर भइसक्यो। अनि त्यसपछि यहाँ खुट्टा बनाउनु पर्ने हुन्छ। यो खुट्टा भइसक्यो हैन साथीहरू। ल हेर्दै जानुहोस्। अनि मैले हात बनाउन छुटाइसकेको छु। ल साथीहरू टक्क हात यता लगेर यति मैले हात बनाइदिइसकेँ है ल। अनि अर्को हात चाहिँ माथि लगेको बनाइदिन्छु है ल साथीहरू। यहाँ लग्यो है हात। यसरी हात यता लगेर टक्क यस्तो बनाइदिइसकेको छु। ल साथीहरू के कस्तो लाग्यो साथीहरू हेर्दै जानुहोस् र कमेन्ट बक्समा पनि कमेन्ट लेख्नु होला है। खतरा मान्छे त मान्छेको डिजाइन त बन्यो नि हैन त साथीहरू। ल त कमेन्ट गर्नुहोस् है।